नमस्कार साथीहरू, आजको भिडियोमा तपाईहरूलाई स्वागत छ। यस भिडियो अन्तर्गत म तपाईलाई जानकारी दिन गएको हो वाइफाई नेपालको पासपोर्ट कसरी चेन्ज गर्ने। भिडियोमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हेर्नुस्, भिडियोलाई स्टार्ट गरौँ। सबैभन्दा पहिला तपाई कुनै पनि एउटा ब्राउजर ओपन गरिहाल्नु होला। जस्तै म यहाँ क्रोम ओपन गरिरहेको छु। ओपन गरेपछि तपाईले यहाँ सर्च बारमा के सर्च गर्नुपर्ने हुन्छ, www सर्च गर्नु होला। उहाँको अफिसियल वेबसाइट हेर्न सक्नुहुन्छ वाइफाई नेपालको, जहाँ तपाईहरु के गर्नु होला, क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ तपाईले के गर्नुपर्ने हुन्छ, यहाँ 3.com हेर्न सक्नुहुन्छ तपाई यहाँबाट। यसमा तपाईहरु क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ एउटा अझै अप्सन हेर्न सक्नुहुन्छ, जुन कि आईपी गेयर लगइन भन्ने अप्सन शो गर्छ। यसमा क्लिक गर्नु होला। अब यहाँबाट तपाईले के गर्नुपर्ने हुन्छ, युजर नेम आफ्नो हाल्नु होला र पासपोर्ट। युजर नेम थाहा छ तर पासपोर्ट थाहा छैन भने तपाईले कसरी पत्ता लगाउने, यसको लागि तपाई ब्याक आउनु। ब्याक आएपछि यहाँ फेसबुकमा ओपन गर्नु होला। फेसबुक ओपन गरेपछि यहाँ सर्च बारमा आउनु होला र वाइफाई नेपाल सर्च गरी उहाँको यहाँ मेसेज के गर्नु होला तपाईहरु, आई क्यान फरगेट माई पासपोर्ट, प्लिज प्रोभाइड मी, अनि युजर नेम हालिदिनु होला। त्यहाँबाट तपाईहरु पासपोर्ट पाउनु सक्नुहुन्छ र तपाई यहाँ फिल गर्नु होला। जस्तै म आफ्नो युजर नेम हालिरहेको छु। सरी, यहाँ मैले फिल गरेछु, हेर्न सक्नुहुन्छ। मैले युजर नेम पनि हालिदियो, पासपोर्ट पनि हालिदियो। अब लगइन गर्नु छ मलाई। साथीहरु, तपाईहरु यहाँबाट लगइन गर्नु होला, हेर्न सक्नुहुन्छ। जस्तै म यहाँ गरे, यहाँ मैले गरिसक्यो। गरेपछि यहाँ हेर्न सक्नुहुन्छ, हाम्रो यस तरहको स्क्रिन हेर्न पायो, जहाँ कि तपाईहरुलाई हेराइदिम। यहाँ म तलतिर हेर्न सक्नुहुन्छ भने यहाँबाट धेरै कुरा हेर्न सक्नुहुन्छ तपाई। अनि माथितिर हेरौँ त यहाँ चेन्ज एसएसआईडी पासपोर्ट हेर्न सक्नुहुन्छ र यहाँ कनेक्टिङ डिभाइस पनि हेर्न सक्नुहुन्छ। कतिवटा मोबाइलमा डिभाइसमा कनेक्टेड छ वाइफाई, त्यो पनि हेर्न सक्नुहुन्छ। यहाँ तपाई 3.com मा क्लिक गर्नुहुन्छ भने होम एकाउन्ट सीपीई राउटर भनेर अप्सन आउन सक्छ, जहाँबाट तपाईहरु एडिट गर्न सक्नुहुन्छ आफ्नो। त्यो यसमा आएपछि तपाईलाई थाहा भइहाल्छ। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने प्लिज भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस् त, धन्यवाद।